जय गुरुजी महाराज, जय शुक्राना गुरुजी, जय गुरुजी संगत जी। आज म यहाँहरू समक्ष बहुभाषी या मल्टिलिङ्गल सेवादार टिमको तर्फबाट बहुभाषी समूहको सन्देश नेपालीमा पढ्न गइरहेको छु। ईश्वर अस्तित्वमा सबैभन्दा महान सद्गुण हो। उहाँ सृष्टिकर्ता, पालक र विश्वको शासक हुनुहुन्छ। उहाँ अत्यन्त स्थिर र अपरिवर्तनीय हुनुहुन्छ। उहाँले हामीमाथि दिव्य प्रकाश छर्नुहुन्छ। गहन कर्तव्य र उत्कृष्ट सुन्दरताका साथ गुरुजीले प्रत्येक भक्तको हात समात्नु भएको छ। कसैले शान्ति र सान्त्वना र दिव्य शान्ति पाउन सक्छ उहाँको कोमल कमलको चरणमा। उहाँ केवल प्रेम र प्रेमको बारेमा मात्र हुनुहुन्छ। एकपटक अनुभव गरेपछि उहाँको संसारमा लत लाग्छौँ। गुरुजी शुद्ध र स्वच्छ हुनुहुन्छ। हाम्रा अशुद्ध मनलाई शुद्ध गरिदिनुहुन्छ। उहाँ नै प्रत्येक प्राणीको भाग्य लेख्नुहुन्छ। उहाँ पृथ्वीमा स्वर्गको सृष्टिकर्ता हुनुहुन्छ। अभावमा दिव्यताको प्रकाश। यो दिव्य प्रकाश हाम्रो लज्जाको अन्धकारमा ढल्किन्छ र हाम्रो मानव शरीरमा समाहित हुन्छ। गुरुजीमा आफूलाई समर्पण गर्नुहोस्। उहाँले तपाईँलाई तपाईँको वास्तविक स्वरूपमा रूपान्तरण गर्नुहुन्छ। बहुभाषी समूहको उद्देश्य गुरुजी महाराजको प्रकाश र सन्देशलाई विश्वभर विभिन्न भाषाहरूमा फैलाउनु हो। बहुभाषी यात्राको सुरुवात। गुरुजी महाराजको कृपाले सुरेश वासन अङ्कल जनवरी 2023 मा गुरुजीसँग जोडिनुभयो। गुरुजी महाराजले उहाँलाई 24 जुलाई 2020 को बिहान करिब 5 बजे टेलिप्याथिक दर्शनको आशीर्वाद दिनुभयो। गुरुजी महाराजले उहाँलाई एउटा फाइल हस्तान्तरण गर्नुभयो जसमा धेरै खाली सेता पानाहरू थिए। रागी हरिवंश सिंहजीका हस्तलिखित शब्दहरू फाइलको माथि राखिएका थिए। उहाँसँग उहाँको छोटो प्रभावमय आवाजमा कुरा गर्दै उहाँले वासन अङ्कललाई निर्देशन दिनुभयो, यो कामलाई अगाडि बढाऊ। त्यही दिन गुरुजी महाराजले उहाँलाई शुक्राना गुरुजी महाराज दा बहुभाषी फेसबुक पेज बनाउन प्रेरित गर्नुभयो। यद्यपि दृष्टिकोण यहाँ लेखिएको भन्दा धेरै विस्तृत थियो। हामीलाई यो महत्त्वपूर्ण आदेश अहिले व्यक्त गर्नु महत्त्वपूर्ण लाग्छ जुन गुरुजी महाराजले उहाँलाई दिनुभयो। सर्वशक्तिमानले हुकुम दिनुभयो र हिँड्ने बाटो देखाउनु भयो। उहाँमा गहिरो विश्वास र उहाँको दिव्यतामा गुरुजी महाराजले उहाँलाई बहुभाषी अवधारणाको नेतृत्व गर्ने नम्र पहल गर्न लगाउनु भयो ताकि आध्यात्मिकताको राम्रो समझ फैलाउन र भक्तहरूमा दिव्यताप्रति विश्वास विकास गर्न मद्दत गरियोस्। गुरुजीको आशीर्वादले विश्वभर भरिएका सेवादारद्वारा बहुभाषी गतिविधिहरू निम्न प्रकार छन्। 1. प्रोस्टेसन गुरुजी 7 पृष्ठ लामो अङ्ग्रेजी भाषाको सामग्री 30 भाषामा अनुवाद पुरा भयो, जसमा अङ्ग्रेजी, हिन्दी, मराठी, संस्कृत, गुजराती, बङ्गाली, तमिल, मलयालम, तेलुगु, पन्जाबी, हरियाणवी, आसामी, कागरी, गढवाली, सिन्धी, कन्नड, कुमाउनी, ओडिया, जर्मन, स्पेनिस, इटालियन, पोर्चुगिज, फ्रान्सेली, फारसी, जापानी, नेपाली, अरबी, मलाया, मन्डारिन र लिथुआनियन भाषाहरू समावेश छन्। पवित्र शिवपुराणको पठन भयो। लाइट अफ डिभिनिटी र अङ्ग्रेजीमा र दिव्य आभा हिन्दीमा अनुवाद गरिएका छन्। 3. दिव्य ग्रन्थ अटोबायोग्राफी अफ योगी शुक्राना गुरुजी महाराज दा बहुभाषी फेसबुक मार्फत हिन्दी, अङ्ग्रेजी, पन्जाबी, गुजराती, फ्रान्सेली, जर्मन, स्पेनिस र बङ्गला भाषाहरूमा सजिलै सुन्नका लागि सङ्गतद्वारा गरिँदैछ। 4. गुरुजीको असीम आशीर्वादले दिव्य ग्रन्थ लाइट अफ डिभिनिटीको अनुवाद सेवा मार्च 2021 मा सुरु भयो, जसमा पन्जाबी, बङ्गाली, मराठी, गुजराती, असिमिया, सिन्धी भाषाहरू समावेश छन् र अनुवादित पाण्डुलिपिहरू पन्जाबी, बङ्गला, मराठी, आसामी भाषाहरू 2024 मा बडा मन्दिरमा सम्मानित गौरवजी अङ्कललाई र व्यवस्थापन कोर समितिलाई समीक्षाको लागि पेश गरिएको छ। 5. पुरानो सङ्गत निरन्तर दण्ड अङ्कलद्वारा लिखित मास्टर अफ लाइफ एन्ड डेथको अनुवाद सेवा विश्वव्यापी सङ्गतद्वारा गरिएको छ र यो पुस्तक शुक्राना गुरुजी महाराज बहुभाषी फेसबुक पेजबाट 7 भाषाहरूमा पढिँदैछ। गुरुजी 5. गुरुजीको कृपाले गुरबानी शब्द व्याख्याको वर्णन सेप्टेम्बर 2021 मा 13 भारतीय र अन्तर्राष्ट्रिय भाषाहरूमा शुक्राना गुरुजी महाराज बहुभाषी फेसबुकबाट सुरु भयो र प्रक्रिया जारी छ। 6. कमान्डर शर्मा अङ्कलद्वारा लिखित पुस्तक ब्लेसिङ रेडी फर डिभिनिटीको पढाइ सत्रहरू 2022 मा आयोजित गरियो। साथै यो पुस्तक पन्जाबी, मराठी र हिन्दी भाषाहरूमा अनुवाद गरिएको छ। बङ्गाली, गुजराती र स्पेनिस भाषाहरूमा पुस्तकको अनुवाद सेवा विश्वव्यापी सङ्गतहरूलाई सुम्पिएको छ। 7. कमलेश मेहता अन्टेको पुस्तक द फ्लावर अफ ग्रेटिच्युडको पढाइ सत्रहरू बहुभाषी टोलीको जुम प्लेटफर्मबाट 2022 मा आयोजित गरियो। 8. 7 जुलाई 2023 मा गुरुजी महाराजका सुनौला वचनहरू सङ्कलन गर्ने प्रयास गरियो जुन उहाँले आफ्नो भौतिक
रूप रहँदा सङ्गतहरूलाई भन्नुभएको थियो। उहाँको जन्मदिनको पूर्व सन्ध्यामा गुरुजीका वचनहरूको पहिलो संस्करण 28 पुरानो सङ्गत सामग्रीको सङ्कलन इबुकको रूपमा PDF ढाँचामा जारी गरियो ताकि भविष्यका पुस्ताहरूलाई सजिलै हेर्न, सेयर गर्न र हस्तान्तरण गर्न सकियोस्। यो पुस्तकको अनुवाद सेवा अन्य भाषाहरूमा उहाँको कृपाले सुरु भएको छ। गुरुजी महाराजका सुनौला वचनहरू संस्करण 2 को सङ्कलन गुरुजीको आशीर्वादले सुरु भएको छ। 9 कमलेश मेहता आन्टीको पुस्तक डिभाइन पाथवेज अगस्त सेप्टेम्बर 2023 मा बहुभाषी जुम प्लेटफर्मबाट अङ्ग्रेजीमा विशिष्ट सेवकहरूद्वारा पढियो। 10 गुरुजीको कृपाले बहुभाषी समूहको वेबसाइट 23 जुलाई 2023 मा जेठा अङ्कलजी एक पुरानो सङ्गतद्वारा जारी गरियो। वेबसाइटको लिङ्क यस प्रकार छ www.gurujimultilingual.com। 11 आरती कपूर आन्टीको दिव्य पुस्तक तू ही तू को पढाइ 23 अगस्त 2023 मा बहुभाषी जुम प्लेटफर्मबाट आयोजित गरियो। यी पढाइहरू आरती कपूर आन्टी आफैले गर्नुभयो र बहुभाषी युट्युब च्यानलमा उपलब्ध छन्। 12 गुरुजीका सङ्गतहरू सोमबारदेखि आइतबारसम्म अर्थात् हप्ताको 6 दिन साँझको भारतीय समय 6:30 देखि 9 सम्म बहुभाषी जुट प्लेटफर्ममा आयोजित गरिन्छ। 13 दिव्य पुस्तकहरू लाइट अफ डिभिनिटी अङ्ग्रेजी र दिव्य आवा हिन्दीको पढाइ कथनहरू सत्रहरू 16 अक्टोबर 2023 देखि शुक्राना गुरुजी महाराज तथा बहुभाषी फेसबुकबाट सुरु गरिएको छ। बाम्बी सिंह आन्टीद्वारा लेखिएको दिव्य पुस्तक गुरुजी महाराजको पढाइ र अन्तर्क्रियात्मक सत्रहरू 18 नोभेम्बर 2023 देखि 17 फेब्रुअरी 2024 सम्म शनिबार भारतीय समय 9 बजे आयोजित गरियो। 15 बिलायती राम अङ्कलद्वारा 363 दिव्य विचारहरू गुरु किरत सिमर समावेश भएको PDF फेब्रुअरी 2024 को मध्यमा बहुभाषी वेबसाइटमा अपलोड गरियो। 16 बहुभाषी जुम प्लेटफर्म टोलीले कमान्डर अङ्कलद्वारा लेखेको हिन्दी पुस्तक दिव्य आशीर्वाद के लिए तयार को पढाइ र अन्तर्क्रियात्मक सत्रहरू 15 मार्च 2024 देखि शुक्रबार र शनिबार भारतीय समय 9 बजेदेखि 10 बजेसम्म सुरु गरिएको थियो। 17 बहुभाषी पोडकास्ट जुम सत्रहरू गुरुजीको सङ्गतका लागि विश्वव्यापी रूपमा 15 मार्च 2024 देखि सुरु गरिएको छ। प्रत्येक अन्तर्क्रियात्मक सत्रले केही सन्देशहरू बोकेको हुन्छ। 18 दिव्य ग्रन्थ प्रकाशको दिव्यताबाट सङ्घहरू 2024 मा जुमबाट मूल लेखक या योगदानकर्ताहरूद्वारा पढियो र सत्रहरू बहुभाषी वेबसाइटमा अपलोड गरिएको छ। शुक्राना गुरुजी महाराज तथा बहुभाषी टोली सधैँ ती सेवादारहरूलाई स्वागत गर्नेछ जसले गुरुजीसँग सम्बन्धित विविध दिव्य सामग्रीलाई क्षेत्रीय अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद गर्न र रेकर्ड गर्न इच्छुक छन्। जय गुरुजी महाराज, शुक्राना महाराज, नमस्ते सबै सङ्गतहरूमा। जय गुरुजी।